अब इफ तपाईँको यङ्गर सेल्फ होइन अब यङ्गर पदम तामाङलाई तपाईँले एउटा सजेसन दिनु पायो भने तपाईँ के भन्न चाहन्छ? हरेक कुरामा जति पनि मेरो सक्सेस हुन्छ सबै फर्स्ट क्रेडिट चाहिँ मेरो मम्मीलाई नै दिन्छु क्या म। जस्तै किन मम्मीलाई दिन्छु भने मम्मीले मलाई संसार देखाइदिनु नै सबभन्दा ठुलो गिफ्ट हो क्या मेरो लाइफमा। तपाईँको डेब्यू फिल्म थियो भनौँ न है होस्टेल 3। हजुर यति दामी फ्रेन्चाइजी जुन चाहिँ चल्दै आएको छ र तपाईँको डेब्यूको एक्सपिरियन्स चाहिँ कस्तो थियो? मैले त सोचेको पनि थिएन पनि, इभन अहिले पनि सोच्दिनँ पनि म अब कहिले मेरो त्यो गोल्स पनि छैन म यहाँ पुग्छु, जस्ट म निरन्तर चाहिँ छु। Hello and namaste everyone. Welcome back to Sikkim Student Sphere, powered by SKM Student Wing and supported by Sikkim Supreme. र आज चाहिँ हामी आफ्नो एपिसोडको 8th एपिसोडमा छौँ यो सिजनको, र यो एपिसोड हाम्रो फर्स्ट सिजनको लास्ट एपिसोड रहनेछ। र अहिले मसँग यो एपिसोडमा चाहिँ एकदमै धेरै स्पेसल गेस्ट हुनुहुन्छ, सबैको प्रिय, सबैले चिन्ने है। र मलाई लाग्छ जब उहाँको भिडियो आउँछ हाम्रो फिडहरूमा हामीले त्यो भिडियोलाई स्किपै गर्न सक्दैन, हेरेर नै हामीले उहाँलाई स्किप गर्छ। र इज अ भेरी स्पेसल पर्सन, हाम्रो मनमा पहिल्यैदेखि नै हामीलाई एन्टरटेनमेन्ट प्रोभाइड गर्दै आउनुभएको। र उहाँको अचिभमेन्टको कुरा गर्दाखेरि त अब अझै गरेर नै सक्दैन, किनभने उहाँले जसरी हाम्रो स्टेटलाई इन्टरनेसनल लेभलमा रिप्रेजेन्ट गर्नुभएको छ त्यो कुराको अझै हामीले कुरा गरेर नै सक्दैन। सो I would like to welcome Mr. Padam Tamang, also known as Karima Entertainment. Thank you so much मेरो भाइ, तिमीले बोलाइदियो अनि एकदम खुसी लाग्यो। थ्याङ्क यू सो मच। म पनि हाम्रो यो एसकेएम विङ्स स्टुडेन्ट पोडकास्ट होइन कि सिक्किम स्टुडेन्ट पोडकास्टमा आउन पाएँ अनि एकदम थ्याङ्क यू सो मच। स्पेसली हाम्रो आगे वङचुकले पनि अस्तिदेखि कुरा गरिरहनु भएको थियो र फाइनली आउन पाएँ, मेरो पनि समय मिल्यो र खुसी लाग्यो हजुरहरूको माझमा आएर बोल्न पाएँ आफ्नो ठाउँमा। स्पेसली खुसी लाग्यो। थ्याङ्क यू सो मच फर इन्भिटेसन। यु वेलकम दा तपाईँको त फर्स्ट टाइम होला यो पोडकास्ट सिक्किममा चाहिँ? यसरी गरेको चाहिँ फर्स्ट टाइम हो। अनि एउटा सिक्किम क्रोनिकलमा योगेन दासँग गरेको थियो, आई थिङ्क 2 years भयो होला। दुई वर्षको बाद अब तपाईँको। र दा कुरा गर्नु पर्दाखेरि हाम्रो नै अब धेरै समय बाद तपाईँसँग यसरी गर्ने मौका मिल्यो है, हामी नि एकदमै खुसी छ। किनभने हामीले पहिल्यैदेखि नै तपाईँलाई रिच आउट गर्ने ट्राई गर्दै थियो, तर तपाईँको व्यस्तताले गर्दाखेरि अलिक हामीलाई पनि त्यस्तै लाग्यो। तर हाम्रो यो 8th एपिसोड चाहिँ धेरै नै स्पेसल हुनेछ भनेर आशा गर्दछ है दा। र दा मेरो फर्स्ट क्वेसन चाहिँ तपाईँलाई के छ भन्दाखेरि चाहिँ सपोज गर्नु कसैलाई यो जब कसैले तपाईँलाई फर्स्ट टाइम हेर्दैछ अरे होइन, पदम भनेर कसैले चिन्दैछ अरे, पदम तामाङ भनेर, तपाईँले उहाँहरूलाई तपाईँको जर्नीको बारेमा एउटा ब्रिफ इन्ट्रोडक्सन दिनु पर्दाखेरि कसरी दिनुहुन्थ्यो? म चाहिँ पदम तामाङ, अब मेरो जात तामाङ हो अनि मेरो नाम पदम। अनि म चाहिँ एकदम अब मिडल क्लास फ्यामिलीबाट बिलङ गर्छु। अनि म चाहिँ अहिले एज अ कमेडियन, एज अ अब एक्टर पनि भनौँ होइन, एज अ इन्टरटेनर पनि भनौँ, एज अ ब्लगर पनि भनौँ, अनि त्यही हो, त्यति भनौँ। अनि एज अ फादर पनि भनौँ, त्यही एज अ हस्बेन्ड, गुड ब्रदर, गुड फ्रेन्ड है। र पदम दा हामीले चाहिँ जुन चाहिँ यो पोडकास्ट इनिसिएटिभ स्टार्ट गरेको छ यसको बारेमा तपाईँले सानो ब्रिफ गर्नु मन पऱ्यो मलाई। हामीले चाहिँ यो पोडकास्टमा कस्तो गर्छ भन्दाखेरि चाहिँ हामीले बेसिकली स्टुडेन्ट ओरिएन्टेड यो पोडकास्ट हो, र जति पनि हाम्रो सिक्किमभरि बसेको स्टुडेन्टहरू छ उहाँहरूले हामीले यसरी कन्टेन्ट ल्याएर इन्सपायर गर्ने गर्छ। र तपाईँभन्दा अरू पनि धेरै इन्सपिरेसनहरू हामीले मतलब यो अगाडि पोडकास्टमा ल्याएको छ। तर तपाईँलाई एज अ पर्सन जो चाहिँ एकदम हम्बल ब्याकग्राउन्डबाट आएको छ होइन, जो चाहिँ ग्राउन्डबाट उठेर आएको छ, त्यस्तो मान्छे हामीले ल्याउनु मन थियो र तपाईँ एकदम त्यो पिक्चरमा फिट हुनुभयो है। र अब कुरा गर्नु पर्दाखेरि तपाईँको स्टुडेन्ट लाइफ कस्तो थियो जब तपाईँ स्कुलमा हुनुहुन्थ्यो? मेरो स्टुडेन्ट लाइफ चाहिँ एकदम के भन्नु, अब म त्यो गुड स्टुडेन्ट त थिइनँ। अब जस्ट मलाई चाहिँ अनि म कति चाहिँ स्कुल म चाहिँ यति चाहिँ ग्रेटफुल छु। अब जस्तै मलाई बेसिक कुराहरू जस्तै म कुनै ठाउँ गयो भने जस्ट भित्ता हेरेर अब यो ठाउँ आएको रहेछ, जस्तै बिर्ता मोड लेखेको पढ्न सक्छु होइन, जस्तै के भित्तातिर लेखेको कुनै ठाउँमा गइन हराउनु सक्दिनँ।
एजुकेसन इज मोस्ट इम्पोर्टेन्ट फर्स्ट अफ अल त त्यो चाहिँ अहिले आएर थाहा हुँदैछ अनि मलाई चाहिँ अब जस्तै एजुकेसनमा त्यो बेसिक कुराहरू सिक्न पाएँ धेरै त पढिनँ म अनि मेन प्राइमेरी स्कुल मैले जस्ट म त कति क्लास 9 त पढेको हो अनि जस्ट त्यति मध्येमा चाहिँ मैले अब धेरै थोरै जस्तै अहिले त अब धेरै यो फिल्डमा आएर धेरै कतिवटा कुराहरू जस्तै अहिले धेरै थोरै अलिअलि बुक्सहरू पनि पढ्न सक्छु सिक्दै जस्तै गुगलमा हेर्दै मिनिङहरू थाहा हुँदैन त्यसरी अहिले म आफैलाई इम्प्रुभमेन्ट पनि गरिरहेको छु अनि त्यो मेरो अब त्यही भनौँ न त्यस्तै छ दा तपाईँलाई एउटा कुरा सोध्नु पर्दाखेरि जब तपाईँले यो कन्टेन्ट क्रिएसन स्टार्ट गर्नुभन्दा अगाडि तपाईँ कम्पनीमा काम गर्नुहुन्थ्यो अन्त तपाईँलाई चाहिँ के मतलब कस्तो यस्तो मोटिभेसन या फेरि इन्सपिरेसन आयो कि तपाईँले क्यामेरा उठाएर चाहिँ अब चाहिँ म यही गर्छु किनभने मोस्ट अफ द टाइम के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो सिक्किममा चाहिँ अलिकति स्टिरियो टाइप छ जस्तै अब कसैले कन्टेन्टहरू बनाउँदैछ भने अलिक त्यसको फ्युचर छैन भनेर सोच्ने गर्छ तपाईँलाई चाहिँ त्यो मोटिभेसन या इन्सपिरेसन कसरी आयो मलाई चाहिँ अब म कम्पनीमा काम गर्दाखेरि चाहिँ के सोच्थेँ भन्दाखेरि अब कम्पनीमा मैले 8 घन्टा काम गरेको त्यति बेला त आई थिङ्क 300 रुपियाँ पर डे 8 आवर्स काम गरेको 8 आवर्स काम अनि मैले प्लस अब म फ्यामिली म्यान थिएँ अनि मैले ओटी पनि गर्थेँ अनि पर डे 600 रुपियाँ पाउँथेँ 12 घन्टा ड्युटी गरेको अनि मैले दिन देख्न नि पाउँथेन मर्निङ ड्युटी हुन्थ्यो 12 घन्टा भनेपछि त 6 to 7 अब रातिको 7 बजीसम्म काम गर्नु पर्यो अनि त्यो गर्दाखेरि मैले कन्टेन्ट बनाउने समय पनि पाउँथेन अनि सन्डे नै मैले यसरी कन्टेन्टहरू बनाउँथेँ साथीहरूसँग सर्ट्सहरू त्यति बेला त्यो लामो भिडियो बनाउँथेन सर्ट्सहरू बनाउँथेँ त्यहाँबाट मैले गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि जुन भिडियो मेरो फर्स्ट भिडियो भाइरल भएको चाहिँ त्यो मासु त्यो कोभिडको टाइममा अनि त्यो भिडियो भाइरल हुँदाखेरि चाहिँ जस्ट मैले कम्पनीमा जस्ट त्यो भिडियो बिहान अर्ली मर्निङमै पोस्ट गरेर म कम्पनीभित्र पसेँ त्यति बेला भोइस अफ सिक्किम एकदम त्यो टाइममा हाइप राम्रो थियो अनि त्यो भोइस अफ सिक्किमले पनि सेयर गरिरहेको रहेछ अनि म बाहिर निस्केको त अनि सबैले भाइ मासु भाइ भन्छ मलाई त थाहा थिएन अब किन मासु भाइ भन्दैछ भनेको त मेरो भिडियो चाहिँ अनि एकदमै धेरै भाइरल भइसकेको रहेछ अनि त्यति बेला चाहिँ अब मैले कम्पनी छोड्ने रिजन पनि छ अनि त्यति बेला चाहिँ मान्छेहरूले के सोच्यो त्यो भिडियोबाट अब धेरै मैले पैसा कमायो भन्ने सोच पनि भयो मान्छेले अब वास्तवमा त त्यति बेला सायदै कसलाई पनि थाहा थिएन यो एड्स एन्ड पिन भन्ने कुराहरू अब युट्युबबाट पैसा आउँछ भन्ने त अरू इन्डियन युट्युबर्सहरूकोबाट मात्रै हामीले सुनेको थियो अनि मलाई चाहिँ मान्छेहरूले अब पुरा पैसा कमाउनु थाल्यो यसले काममा पनि आउनु छोड्यो यस्तो टाइपको क्वेसनहरू हुनु थाल्यो त्यहाँ मैले चाहिँ के सोचेँ भन्दाखेरि चाहिँ जस्ट मैले 12 घन्टा त्यहाँ समय दिनु पर्थ्यो नि त जस्तै 600 रुपियाँको लागि तै पनि मैले जस्तै बेलुका आएर पनि मैले घरमा यसरी सर्ट्सहरू त्यहाँबाट रिग्रेट भिडियो जस्तै मासु भिडियो त चल्यो अनि त्यो चल्यो भन्दाखेरि चाहिँ मान्छेले के सोच्यो भन्दा यो फ्लुपमा चल्छ नि त झुकुलमा चल्यो यो केटा भन्ने भयो म त खास झुकुलमा होइन किनकि मेरो त एउटा ड्रिम एउटा मनबाट भित्रबाट आएको कुरा थियो नि त मैले यो रहरले गरेको थिएन यो चाहिँ के हो त्यो रहरले गरेको थियो करले गरेको थिएन नि त अनि त्यो देख्दा चाहिँ मैले अब यसलाई नै म प्रोफेसन बनाउँछु फ्युचरमा म मान्छेलाई प्रुभ गर्छु अनि जस्ट त्यो मासु भिडियो भाइरल भयो अब त्यो त फेरि मेरो अर्को भिडियो पनि त्यस्तो चलेन भने त झुकुलमा भन्छ नि त त्यो पछि गर्दा चाहिँ त्यहाँबाट रिग्रेट भिडियो आयो त्यहाँ रिग्रेट भिडियो आएपछि पनि एकदम राम्रो भयो रिग्रेटले त एकदम वर्ल्ड वाइडै इभन अहिले रिग्रेट भनेरै मलाई कतिजनाले चिन्नुहुन्छ होइन अनि त्यो देख्दा चाहिँ त्यहाँबाट गर्दा त्यहाँबाट युट्युब मोनेटाइज भयो क्या मेरो त्यो चाहिँ जस्ट डलर चाहिँ देखायो अब मोनेटाइज भयो भनेर अनि मैले कति यहाँ सिनियर युट्युबरहरू थियो इभन इन्स्टाम्यान हजुरहरूले चिन्नुहुन्छ उहाँ पनि त्यति बेला युट्युबमा आई थिङ्क उसको 1000 प्लस सब्सक्राइबर थियो अनि उसको पनि उसलाई पनि धेरै त्यही टाइममा नलेज थिएन अनि हाम्रो बिटी कान्छा दालाई पनि मैले इमेल मेसेजहरू गरेको थिएँ त्यो टाइममा अब दाले पनि त्यही टाइममा हेर्नु भएन होला बिजी दा त एकदमै बिजी हुनुहुन्छ नि त अनि हेर्नु भएन अनि त्यहाँबाट बादमा अब के गर्ने त भन्ने अन्त रस्टिकन भन्ने एउटा ऱ्यापर ग्रुप छ क्या यहाँ सिक्किममा अनि त्यो दाहरूको चाहिँ मोनेटाइज छ च्यानल उनीहरूले चाहिँ अर्निङ गर्छ भनेर सुनेको थिएँ त्यहाँ गएँ अनि त्यो दाहरूलाई पनि त्यस्तो नलेजै छैन रहेछ अब के गर्ने त भन्ने सोच आयो त्यहाँबाट चाहिँ अनि लास्टमा अप्सन आउँछ नि युट्युबमा यहाँ छ आर यु ह्युमन अर रोबोट अनि त्यति त मैले पढ्नु सक्छु अनि म चाहिँ त्यो ह्युमन टक्कै गरेको थिएँ त्यसको बादमा नै त्यहाँबाट रेभेन्यू आउनु थाल्यो क्या मेरोमा ब्याङ्क त्यहाँ मैले त्यो पिज्जावाला कथाहरू भनेको थिएँ नि त्यो कुरा चाहिँ त्यहाँबाट भयो टक्कै
त्यो भयो। त्यहाँबाट मेरोबाट अर्निङ आउनु थाल्यो। त्यहाँबाट मैले चाहिँ के सोचेँ भन्दाखेरि चाहिँ अब 12 घन्टा मैले त्यहाँ समय दिएर 600 रुपियाँ पाउँदैछु भने मैले अब सडन आधी घन्टा 1 घन्टामा अब पर आवर मैले त एकदमै राम्रो रेभेन्यू पाउनु थालेँ नि त। 5,000 6,000 एउटा भिडियोबाट कमाउनु थाल्यो भने त मैले दिनमा त्यो भिडियोहरू कति 6वटा 7वटा दिनमा हाल्यो भने त्यहाँ पनि पैसा कति आउनु थाल्यो क्या। बुझ्नुभयो मैले भन्नु खोजेको। अनि म 12 घन्टा त किन अरू कम्पनीलाई दिनु त, त्यो 12 घन्टा म आफैलाई दिन्छु भनेर चाहिँ मैले लेबर काम गरेँ। त्यहाँबाट जस्ट 8 घन्टा काम गरेँ। त्यहाँबाट मेरोमा 3 घन्टा 4 घन्टा समय हुन्थ्यो। त्यति बेला कोही साथीहरू पनि थिएन है, सोलो थियो। अनि पाल्देन भाइ थियो, त्यो टाइममा पाल्देन भाइले सुट गरिदिन्थ्यो। त्यहाँबाट गर्दा त्यहाँबाट बिस्तारै त्यहाँबाट मैले त्यो भिडियोलाई तन्काउँदै जस्तै अब पहिला कति 30 सेकेन्डको बनाउँथ्यो भने त्यहाँबाट 1 मिनटको बनाउन थाल्यो। त्यहाँबाट 1 मिनटदेखिको 1.5 मिनट, 1.5देखिको 2, 2देखिको 3, 3देखिको 4, अहिले त 40देखि लिएर अहिले फ्युचर मैले इभन मेरो अब फिल्म बनाउने सपनासम्म सोच्ने भएँ क्या त्यहाँबाट। त तपाईँको त्यो कोभिडको टाइममा चाहिँ यो भिड चाहिँ साँच्ची नै हो तपाईँको त्यो मासु भन्ने चाहिँ अब कसलाई चाहिँ थाहा हुन्थेन, कसले चाहिँ हेरेको हुन्थेन। जस्तो अब जुन टाइपको ह्युमर तपाईँले लाउनु भएको छ त्योसँग चाहिँ के हो, मान्छे एकदम नर्मल मान्छेले पनि रिलेट गर्न सक्ने क्या। मासु काट्यो अरे पाया तपाईँ कुद्दै गएर लडेको। अब तपाईँ त्यतिसम्म जानुहुन्छ है आफ्नो क्यारेक्टरलाई लिएर, आफ्नो पर्सनल। सो तपाईँले कन्टेन्ट बनाउँदाखेरि नि एकदम क्या हामीलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ एकदमै रियल जस्तो क्या हो, जस्तो हामी डे टु डे लाइफमा उयो गरिरहेको हुन्छ नि त्यस्तै नै लाग्छ। र अब अरू कुरा गर्नु पर्दाखेरि जस्तै अब तपाईँले एकदम हम्बल बिगिनिङबाट तपाईँ आउनुभयो है, र तपाईँ अब अहिले बिग स्क्रिन्समा पनि हुनुहुन्छ। र मलाई पहिल्यै क्वेसन नै खासमा चाहिँ यही सोध्नु मन परेको थियो कि तपाईँको डेब्यू फिल्म थियो भनौँ न है, होस्टेल 3। यति दामी फ्रेन्चाइजी जुन चाहिँ चल्दै आएको छ। र तपाईँको डेब्यूको एक्सपिरियन्स चाहिँ कस्तो थियो? मेरो फर्स्ट चाहिँ डेब्यू भन्दा पनि धेरै अगाडि मलाई फिल्महरूको अफरहरू धेरै नै आएको थियो। एकदम राम्रो ब्यानरहरूबाट पनि फिल्मको अफरहरू आएको थियो। इभन दिपेश यहीँ छ होइन, यसलाई पनि थाहा छ। अनि मलाई चाहिँ के डर थियो भन्दाखेरि अब मलाई केही नलेज पनि थिएन। अब किनकि एकदमै ठुल्ठुलो जस्तो सगत दाईसँग पनि मैले, सगत मल्ला हजुरहरूले चिन्नुहुन्छ, उहाँहरूसँग पनि मैले एकदम लिड क्यारेक्टरै पाएको थियो नि त। अनि उहाँहरूसँग गर्दा मलाई चाहिँ अब भनौँ न अब म गट्ठेँ, किनकि म लाटा मान्छे। किनभने खास त मैले उहाँसँग गरेको भए मैले अझै धेरै कुरा सिक्न पनि पाउँथेछु अहिले बुझ्दाखेरि। अनि मलाई चाहिँ डर भयो नि त। अब एकैचोटि फोनबाट खिचेको अनि क्यामेरा भन्ने त मैले अब सिधै कुरा देखेको पनि थिएन नि त। अब किन अफोर्ड गर्नु पनि सक्थेन। अनि फोनबाट खिचेको मान्छे एकैचोटि सिनेमामा जाँदा ला अब कसरी एक्टिङ गर्नु, अब एक्टिङ त त्यो थिएटर गर्नुपर्छ, एक्टिङको त यसरी पढ्नुपर्छ भन्ने मेन्टालिटी नै त्यस्तो भइसकेको थियो नि त मेरो त। किनकि मलाई पनि त्यो चिजमा इन्ट्रेस्ट थियो। मैले पनि युट्युबको थ्रु हेर्दाखेरि अब फिल्म त गाह्रो पर्छ भन्ने भएर चाहिँ अनि त्यो डरले गर्दा मैले फिल्म गरिनँ क्या। अनि त्यसको लागि चाहिँ एउटा अब सिक्नु लागि मैले बाटो खोजिरहेको थिएँ। अनि ठ्याक्कै खरसाङमा बिकी राई भन्ने दाई हुनुहुन्छ, उसले चाहिँ यस्तो डकुमेन्ट्री फिल्महरू बनाउँछ। अनि एउटा लिपस्टिक गोलाइ भन्ने मुभी खरसाङमा बनाएको थियो। यो चाहिँ राइट टाइम हो, मैले त्यहाँ सिक्न पाउँछु भनेर गएँ। जस्तै त्यहाँ गएर मैले बुझेँ नि त आर्ट हुँदो रहेछ फिल्ममा, जस्तै मेकअपको टिम हुँदो रहेछ, जस्तै डिओपी हुँदो रहेछ, यो सबै कुरा त्यहाँ सिकेँ। त्यो पछि चाहिँ मलाई आँट आयो कि अब म फिल्म गर्न सक्छु, अब मैले गर्नु सक्ने रहेछु भन्दाखेरि अब फिल्म त गर्ने। अनि अब फिल्मको अफर आएको बेलामा मैले फिल्म गरिनँ। त्यहाँबाट फेरि जस्तै यहाँबाट सिक्किमको पनि अब नाम चाहिँ लिँदिनँ, धेरै सिक्किमबाट पनि धेरै फिल्महरू बनायो नि त, एकदम राम्रो फिल्महरू बनायो। त्यहाँबाट मलाई अफर आएको थियो। अनि मैले चाहिँ के सोचेँ भने बरु यत्रो वर्ष त मैले पर्खेँ, अब पर्खिन्छु भन्दा चाहिँ टक्कै हस्टेलको मेरोमा मेल आयो। अनि दिपेशले टक्कै मलाई भन्यो ओइ हस्टेलको अफर आएको छ तँलाई भने। अनि मैले त विश्वासै गरिनँ। अब यस्तो अनुहारले कहाँ पिक्चर पाउँछ, किनकि अब जहिले पनि गुड लुकिङ हुनुपर्छ होइन। फिल्म भन्ने चिज त एकदम यो ग्ल्यामर वर्ल्ड हो नि त, यसमा त गुड लुकिङ हुनुपर्छ। अब म त छँदिनँ। अनि भने मैले, अनि यसलाई भने यो मभन्दा त अलिकति गुड लुकिङ छ नि त, तेरो लागि होला भनेर यसलाई भने। अनि यसले होइन तेरै लागि हो, एकखेप बात मार भन्यो। अनि ल त भनेर टक्कै गयो। अनि ससन कडेल हुनुहुन्छ हाम्रो डिरेक्टर, उहाँले मलाई अपर्च्युनिटी दिनुभयो। अनि हामी झापामा गएर मिटिङ गऱ्यो। अनि भाइ तिम्रो क्यारेक्टर चाहिँ यस्तो छ, यसरी तिमीले गर्नुपर्छ। अनि मैले त्यति बेला उहाँहरूलाई पनि भने दा म चाहिँ एकदम छु, मलाई चाहिँ यो सिनेमाको बारेमा केही आइडिया चाहिँ छैन, तर मलाई रहर चाहिँ एकदम मनबाट छ। तपाईँहरूले जे भन्छ म त्यो गर्नु लागि रेडी छु, 110% दिन्छु भनेर चाहिँ त्यहाँबाट डेब्यू जस्तो तिमीले भनेको कुरा चाहिँ यही हो। अनि मैले गर्छु भनेर गएँ।
अनि त्यहाँ गर्दाखेरि सबै कुरा लाइफमा मेरो नयाँ भयो क्या त्यहाँ। अनि त्यहाँ सिक्दै गएँ। त्यो पछि फेरि सेकेन्ड मुभी जस्तै गोबर गणेश अब यो मेरो जनवरीमा रिलिज हुँदैछ। त्यहाँबाट फेरि नेक्स्ट फिल्म एउटा छ, त्यो पनि अहिले नाम भन्दिनँ है, त्यो पनि अब रिलिज हुन्छ। अनि अब साकाला बिन्दु हाम्रो वेब सिरिज आउँदैछ। अनि यो पछि चाहिँ हामीले एउटा जस्तो अघि ह्यान्डसम भने न, यो चाहिँ ह्यान्डसमको प्रेम कथा भन्ने चाहिँ अहिले हामीले स्क्रिप्टमा बसिरहेका छौँ। यो चाहिँ हामीले मेन अब ह्यान्डसमको चाहिँ यो अल ओभर सिक्किममै सुट गर्ने, यो चाहिँ हाम्रै प्रडक्सनबाट गर्ने। अनि प्लस सिक्किम जति टुरिज्म सिक्किमै प्रमोट गर्ने पाराले हामीले सोचेर गर्ने प्लान गरेर राखेका छौँ अहिले चाहिँ। अब अडियन्सहरूले एकदम पेसेन्स भएर बस्नु पर्यो तपाईँको। हजुर 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 एकदम राम्रो आउँदैछ। हजुर हजुर। अनि मान्छेले चाहिँ अहिले के भन्छ भने अब त्यो पुरानो खालको भिडियो पनि गर्दै गर गर्दै गर गर्दै गर भन्छ होइन। गरौँ भनेर सोच्छु होइन। अब म यस्तो बिजी छु भनेर भन्नु खोजेको पनि होइन। अनि गरौँ भनेर सोच्छु। कोही बेला अब कोही पनि कति फ्यामिली म्यान छ, कोही कसको आफ्नो अब व्यवसाय चलाइरहेछ होइन। कतिले अब सबैलाई फेरि मैले बोलाएर फेरि उनीहरूको त्यो जुन सेट आफ्नो एउटा रुटिन फलो भइरहेको हुन्छ त्यो ब्रेक हुन्छ नि त। त्यो एउटाले गर्दाखेरि त्यसले गर्दा चाहिँ हामीले अहिले पहिलाको जस्तो कन्टेन्टहरू बनाउनु पाएको छैनौँ। अनि अब अलिकति बजेटहरू भएपछि चाहिँ हामीले अलिकति राम्रै प्रोजेक्ट गर्ने, अनि मान्छेलाई पनि अलिकति समय चाहिँ लाग्छ, तर हामी एकदम राम्रै पाराले आउँदैछौँ। सब्रको फल मिठो हुन्छ, त्यही भनौँ न। सो दा तपाईँले जब कन्टेन्ट क्रिएसन स्टार्ट गर्नुभयो तपाईँले सोच्नु भएको थियो कि जुन चाहिँ तपाईँको भिडियोज या कन्टेन्टहरू हुन्छ कि यति बेसी मास पपुल्यारिटीमा जान्छ भनेर? मैले त सोचेको पनि थिएन पनि, इभन अहिले पनि सोच्दिनँ पनि। म अब कहिले मेरो त्यो गोल्स पनि छैन म यहाँ पुग्छु, जस्ट म निरन्तर चाहिँ छु। जस्ट अब मैले यो काम गर्नुपर्छ। अब जस्तै मैले अब यो काम सिक्दैछु नि त, अहिले सिक्दैछु। अब मैले यहीँबाट मेरो जीविका चल्दैछ भने मैले यसलाई माया पनि त गर्नु पर्यो। अनि यो गरिरहन्छु। यो गर्दा गर्दा भगवान्ले जहाँ पुऱ्याउँछ अनि थाहा पनि छैन अब म कहाँ पुग्छु भनेर होइन। जस्ट म गरि चाहिँ रहन्छु। अब समय आएपछि देख्दै जान्छ। जस्तै आजको दिनमा डेरादेखिको सिमेन्टसम्म बस्ने बनाए बिकज अफ यो मान्छेको मायाले हो नि त। अनि अझै गर्दै जाने, मान्छेलाई इन्टरटेन गर्नु। अब जबसम्म मेरो सास रहन्छ, मेरो जति माया गर्ने भ्युवर्सहरू छ, सपोर्टरहरू छ, उहाँहरूलाई इन्टरटेन गर्नु चाहिँ म छोड्नेवाला चाहिँ छुइनँ। दा तपाईँले सधैँ आफ्नो, मैले जहाँ पनि देखेँ तपाईँले आफ्नो सक्सेसको श्रेय चाहिँ मेनली तपाईँको अडियन्सले नै दिनुहुन्छ। तर म त आजकल तपाईँको भ्लग्सहरू हेर्छु है। तपाईँले डेली भ्लग्स बनाउँदा जहिले पनि मान्छेहरूले तपाईँलाई फोटोहरू माग्नु आउँदा, कोहीले गफ गर्दाखेरि तपाईँले जहिले नै उहाँहरूलाई टाइम दिनुहुन्छ है। सो अब कति टाइम कस्तो हुन्छ भन्दाखेरि एकदम स्टारडम पाउँदाखेरि मान्छेहरू एरोगेन्ट भएर जान्छ होइन। तर तपाईँलाई त्यही मतलब जस्तो तपाईँ पहिला हुनुहुन्थ्यो एकदम हम्बल, सबैसँग एकदम डाउन टु अर्थ भएर बस्ने, तपाईँलाई त्यसको इन्सपिरेसन चाहिँ कसरी आउँछ? म इन्सपिरेसन भन्दा पनि खोइ मैले त कसैकोबाट इन्सपिरेसन लिँदिनँ पनि है। मैले त्यस्तो आदत पनि छैन। जस्ट म अहिले जस्तो छु त्यसरी जिरहेको मात्रै हो। जस्ट मलाई चाहिँ अब किनभने उहाँहरूले त यहाँ पुऱ्याएको हो त। अब नाथे उनीहरूलाई कति त बिजी होला त होइन। लाइफमा म कति त बिजी हुन्छु। जस्ट गाडी कुदाउँदा भाइ एउटा फोटो खिच्छु नि भन्दा त्यहाँ रोक्दा उनीहरूले 10 सेकेन्ड पनि लिँदैन क्या। अनि त्यतिमा भाइ एकछिन भनेर म जाँदाखेरि उनीहरू कति हट होला, यसलाई त मैले कति माया गर्थेँ, यसको मेन्टालिटी त यस्तो रहेछ भन्ने सोच नहोस्। अनि बरु एकछिन भए पनि समय दिन्छु। अनि एकछिन समय दिँदा होइन त्यो दिनभरि त वेस्ट हुँदैन नि त। अनि म चाहिँ जति सक्दो मान्छेलाई चाहिँ भेटेर बात गर्नु मनपर्छ। कोही बेला अब स्थिति त्यस्तै हुन्छ, त्यति बेला चाहिँ अलिकति रसमा कति बेला ओभरै बेसी रस हुँदाखेरि चाहिँ म राम्ररी नै भन्छु। अनि बरु गएर घरमा पनि जान्छु पनि भेट्छु पनि, यहाँ सिम्पेथी गेन गर्नको लागि भनेको पनि होइन हो। जस्ट अब कति मलाई चाहिँ सबभन्दा बेसी चाहिँ के खुसी लाग्छ भन्दा चाहिँ डिसेबल हुनुहुन्छ नि त कति मान्छेहरू मलाई सपोर्ट गर्ने। अनि उहाँहरूले सपोर्ट गर्दा कतिले त इभन कान पनि सुन्दैन, तपाईँ त्यो हेरेर पनि इन्टरटेन गर्दैछ भने त त्यहाँदेखिको सुकुन कति पाउँछु होला त मैले भन न। अन्त त्यो देख्दा त अझै बढी मोटिभेट हुन्छु। अनि त्यही कारण चाहिँ अझै मोटिभेट भएर अझै राम्रो कन्टेन्टहरू अझै लिएर आउनु मनपर्छ मलाई चाहिँ। तपाईँको मोटिभेसनको स्रोत चाहिँ तपाईँको अडियन्स नै हो, त्यही भनौँ। अन्त तपाईँले जब यो फिल्डमा तपाईँ आउनुभयो, अब सबै अब जे पनि तपाईँ सुरुको सबैको एउटा स्टार्टिङ पोइन्ट हुन्छ होइन। सो तपाईँ जब यो फिल्डमा आउँदाखेरि चाहिँ तपाईँको सबसे ठुलो च्यालेन्ज चाहिँ के थियो तपाईँको लागि? सर्भाइभ गर्नु यो फिल्डमा भन्दा पनि इन लाइफ
सर्भाइभ गर्नु लागि अब जिन्दगी नै खास त हेरेर सर्भाइभल त हो होइन त्यो सर्भाइभल गर्न नै गाह्रो थियो क्या खाना लाउनु नै गाह्रो थियो भनौँ न अब जहाँ पनि मैले यो दुःख देखाएर सिम्पेथी गेन गर्न खोजेको होइन यो कुराले कति मोटिभेट हुन्छ कतिलाई क्रिन्ज पनि लाग्ला अब त यहाँ पुगेर पनि खालि यसले गरिबीको कुरा गर्छ भन्ने पनि लाग्ला तर म चाहिँ भन्छु किनभने अब मेरो घरमा कोही बेला अब कतिवटा कुराहरू मैले कति त प्राइभेट कुराहरू हुन्छ नि त त्यो कुराहरू भन्दिनँ कतिवटा मैले झेलेको कुराहरू सबै कुरा भन्नुपर्छ भन्ने जरुरत पनि छैन सबै देखि पनि रहेछ अब हाम्रो चाहिँ कस्तो जस्तै मलाई चाहिँ गिल्ट चाहिँ अहिले पनि किन लाग्छ भन्दाखेरि मेरो मम्मी चाहिँ अब बाँच्ने मान्छे हो नि त हजुर फिनान्सियली कारणले नै मेरो मम्मी बित्नु भएको हो नि त अनि त्यही अब कति अहिले आँखाको अगाडि त्यो मान्छेहरूले जस्तै मैले कतिवटा सुन्छु होइन त्योहरू देख्दाखेरि बरु मैले कसैलाई फन्ड राइज गरेर त्यहाँ हुँदैछ भने म रेडी छु क्या त्यो कुराहरूलाई मैले अलिकति कसैलाई बोलेर 1-2 पैसा आएर त्यो मान्छेको ट्रिटमेन्ट हुन्छ भने म रेडी छु किनभने त्यो मान्छेले पनि उसको छोराहरूले कति माया गर्थ्यो होला उसलाई त्यो टाइममा हाम्रो त सिधै भन्नु पर्दाखेरि अब के भन्नु अब रासन पनि अब सरकारले त दिन्छ रासन खानु चामल हाम्रो सरकार यतिको त छ नि त खानु त दिइरहेछ नि त तर त्यो अब अहिले जमाना अनुसार अब कतिले नाइकी लगाइरहेको एडिडास लगाइरहेको म पनि अब गान्तोकमै हुर्केँ गान्तोकमै जन्मेँ अब सबै त्यही महलमा हुर्केपछि मलाई पनि त लाउनु मनपर्छ खानु मनपर्छ तर जुन त्यो एजमा सबै कुरा मैले सेक्रिफाइस गर्नु पर्यो किनभने स्थिति नै त्यस्तो थियो नि त अनि तर जहिले पनि म सोच्थेँ मेरो पनि दिन आउँछ होइन तर केही न केही त होला नि त म पनि दुःख गर्छु म चाहिँ फुटबल खेल्थेँ क्या खासमा चाहिँ सबैलाई अब सिक्किमकोले त स्पेसली मलाई चिन्नुहुन्छ फुटबल खेल्छ भनेर अनि 10 इयर्स मैले फुटबल खेलेँ अनि 10 इयर्सभरिमा त्यस्तो राम्रो रिजल्ट आएन भनौँ न अनि जब मैले युट्युब चाहिँ विदिन 3 मन्थमै राम्रो रिजल्ट आयो अनि त्यहीपट्टि लागेर आजको दिनमा सिनेमासम्मको जर्नी पुग्यो भनौँ न दा तपाईँको करियरमा चाहिँ एउटा टर्निङ पोइन्ट चाहिँ कुन चाहिँ इभेन्टबाट आएको थियो किनभने तपाईँ फर्स्ट सिक्किमबाट पर्सन हुनुहुन्छ जसले गोल्डन प्ले बटन पायो र जसको 1 मिलियन सब्सक्राइबर्स थियो तर बादमा त्यो अलिकति त्यो च्यानलको प्रब्लम हुँदाखेरि तपाईँ अलिक इमोसनल पनि हुनुभएको थियो तपाईँले विन भन्नु त्यो तर त्यसको हामीले पछाडिसम्म ब्याकग्राउन्डसम्म हेर्नु पऱ्यो भने चाहिँ खासैमा चाहिँ त्यो प्रब्लम चाहिँ के भएको थियो च्यानल हराउनु च्यानल चाहिँ यस्तो बेसी कस्तो भन्दाखेरि म नेपाल गएँ त्यो टाइममा अब पुरा उयो भयो क्या हाम्रो चाहिँ साथीहरू छुट्टिने अब यस्तो हो क्या पैसा रुपियाँ कमाएपछि मान्छे कस्तो हुन्छ नि पैसा रुपियाँ अब यसले बेसी राख्यो कम्ती राख्यो जसले जति डिजर्भ गर्छ त्यति त पाउने हो नि जमानामा अब तिमीले जति दुःख गर्छौ त्यति पाउँछौ अब मैले जति दुःख गर्छु त्यति पाउने हो होइन अब कति साथीभाइमा त्यही मुनमा के भन्छ मनमुटाव भयो होला त्यति अन्त हाम्रो साथीहरू पनि छुट्टिँदै गयो म त फ्यामिली म्यान हो मैले त केही गर्नु पर्यो त्यहाँबाट युट्युब अलिकति हाम्रो स्लो पनि भइरहेको थियो काम गर्न पनि किनकि टिम थिएन काम पनि गरेको थिएन त्यो हुँदा अनि मैले युट्युब त्यति मैले बेसी युट्युब पनि हेरेको थिएन किनकि म त्यो हस्टेलमा सुटिङमा बिजी पनि थिएँ वर्कसपहरू चलिरहेको थियो त्यति बेला चाहिँ धेरै त्यो अरूले के भन्छ त्यो कम्प्लेन पनि हुन्छ नि युट्युबमा यहाँ छ स्ट्राइकहरू पुरा गरेछ मलाई थाहा छैन अनि इमेल आएछ फर्स्ट इमेल आयो सेकेन्ड आयो थर्ड आयो मैले चेकै गरिनँ क्या अनि त्यहाँबाट अब फोर्थमा चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ त्यो उयोसँग कुमार सागर चिन्नुहुन्छ एकदमै मेरो प्यारो भाइ पनि हो अनि उसँग मैले एउटा भ्लग बनाएको थिएँ अनि त्यो भ्लग हाल्छु भनेर अब किनकि केही त गर्नु पर्यो नि त भनेको त च्यानलै छैन त्यहाँबाट अलिकति एकदम इमोसनल भएको थियो किनकि मान्छेले त्यत्रो बेसी माया गरेको थियो त्यति बेला अब कोही पनि थिएन साथी त्यो टाइममा दिपेश र म मात्रै थियो नेपालमा अनि यो र म बस्यो अनि अब यस्तो भयो के गर्ने भनेर त्यहाँबाट हामीले त्यहाँ अपिल गर्यो हेर्नुहोस् मेरो च्यानल हरायो यस्तो भयो यसरी यस्तो भयो भनेर मैले एउटा सर्ट भिडियो बनाएको थिएँ अनि विदिन 24 आवर्स होइन 1 लाख सब्सक्राइबर पुग्यो क्या नयाँ च्यानलमा अनि त्यहाँदेखिको त मैले सोचेँ क्या त्यो मलाई चाहिँ त्यो 1 मिलियन 2 मिलियन चाहिँ नम्बरसँग मतलब हुँदैन मलाई चाहिँ सिधै कुरा हो अनि मलाई चाहिँ काम गऱ्यो भने अभियसली फेरि 1 मिलियन पुग्छ नि त मान्छे त रहेछ नि त मलाई माया गर्ने जस्ट मेरो काम के रहेछ मान्छेलाई इन्टरटेन गर्नुपर्ने रहेछ त्यति सिम्पल छ क्या मेरो फन्डा चाहिँ अब मैले अब यो गर्ने पनि मैले इन्टरटेनै त गर्ने हो अब फेरि इन्टरटेन गर्छु फेरि भोलिको दिन फेरि गोल्डन प्ले बटन आउला बा डायमन्ड आउला अभियसली गर्नु छोड्दिनँ म त्यही हो
किनभने अब कमब्याक हुनु पर्यो, सेटब्याक चाहिँ हुनु भएन नि त होइन। तपाईँले एकदमै दामी कमब्याक गर्नुभएको छ, तपाईँले एकदम बधाई छ दा होइन। फ्युचरको लागि पनि तपाईँले बेस्ट विसेस छ। र दा तपाईँ एउटा फ्यामिली म्यान हुनुहुन्छ है, अन्त तपाईँ हामी जहिले देख्छौँ तपाईँले फ्यामिलीले एकदम आफ्नो क्लोजमा राख्नुहुन्छ। र फ्यामिली र तपाईँको जुन चाहिँ कम्युनिटीबाट छ तपाईँलाई कतिको सपोर्ट थियो तपाईँको जर्नीमा चाहिँ? 110% नै जान्छ भनौँ न। स्पेसली त अब वाइफलाई, किनभने अब जस्तै अब मैले कति महिना म बाहिर जान्छु, उसले डल्लै फ्यामिलीले मेरो अब बाबा धेरै एज पुग्नु भएको छ, 80+ बाबा हुनुहुन्छ, बाबालाई पनि केयर गर्नुहुन्छ, इभन नानीलाई पनि। अनि सेकेन्ड चाहिँ मेरो साथी दिपेश, किनभने सबैले छोड्दा पनि यसले मेरो साथ छोडेन। अनि मेन अब क्रेडिट चाहिँ मेरो भ्युवर्सलाई भनौँ न, पब्लिकको मायालाई, म जुन हिसाबले हामीलाई माया गर्छ। अनि मेन चाहिँ फ्यामिली सपोर्ट पनि एकदम धेरै राम्रो छ। अनि अब कमाउनु थाल्यो नि त, अनि फ्यामिलीबाट त अभियसली सपोर्ट आउँछ। अनि मेन सपोर्ट चाहिँ मेरो दिपेश साथीले जस्तै स्थितिमा पनि अहिलेसम्म साथ छोडेको छैन। र जुन हिसाबले अब हामी गर्ने अब जस्तै हाम्रो प्लानहरू हुँदैछ, सबै हामीले अब समय आएपछि हजुरहरूलाई बताउँदै जान्छौँ। सो दा तपाईँको जति पनि कन्टेन्टहरू हुन्छ एकदमै रुटेड हुन्छ है, एकदम ग्राउन्ड लेभलको, जस्तै हर कोहीले रिलेट गर्ने, एकदम सिम्पल है। र जति पनि तपाईँ क्यारेक्टरहरू प्ले गर्नुहुन्छ है, र त्यसलाई चाहिँ अब तपाईँको सोचदेखि त्योलाई एक्जिक्युट गर्नुसम्म चाहिँ कतिको तपाईँलाई उयो लाग्छ? हामीले बनाउनु, हजुर मतलब तपाईँको त्यो आइडिया, क्रिएटिभ आइडिया, त्यो बनाउने खालको कसरी सुट गर्नुपर्ने, त्यो चाहिँ जुन पहिला बनाउने कन्टेन्टहरू, हजुर पहिला बनाउने कन्टेन्टहरू हामीले चाहिँ कस्तो हुन्छ भने जस्तै अब हामीले चाहिँ पहिला 3 दिन जस्तो 3 डेज ग्याप गर्दै फेरि 3 डेजमा हामीले भिडियो अपलोड गर्थ्यो। अनि त्यो 3 डेजभरिमा चाहिँ त्यही कुरा, जस्तै अब ह्यान्डसमको भिडियो बनाउनु छ अरे, त्यो 3 दिन ह्यान्डसमकै कुरा, जस्तै दिपेशको च्यालेन्जहरू पनि छ युट्युब च्यानल, त्यहाँ पनि च्यालेन्जहरू गर्दा पनि अब कन्टेन्ट भोलि चाहिँ यो गरौँ, म यसरी बोल्छु तँ यसरी बोल, हाम्रो त स्किट त हुन्थ्यो, अन द स्पोट हुन्थ्यो नि त। अनि त्यसरी गर्दा 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 अहिले चाहिँ अब हामीले अलिकति अब प्रि प्रडक्सन गर्दै काम गर्दै सिक्दैछु, लर्निङ प्रोसेसमा छु। अनि हाम्रो कन्टेन्ट चाहिँ त्यसरी हामीलाई अलमोस्ट हाम्रो त सुट त 1 आवर, कोही बेला त हाम्रो अहिलेसम्मको लङ्गेस्ट त्यो टेक त 32 मिनट्स एउटा उसको लागि। अनि त्यही भिडियो युट्युबमा सबभन्दा बेसी भ्यू गएको भिडियो छ, त्यो आई थिङ्क 4.5 मिलियन कति पुगेको छ युट्युबमा। अनि हामीले त्यसलाई अलिकति अब बोरिङ पार्टहरू चाहिँ काट्दियो। अनि त्यो 16 मिनट्स कतिको बनाएको थियो, त्यो 4.9 मिलियन गएको छ। फेसबुकमा 32 मिलियन भ्युज। 32 मिलियन त्यो भ्यालेन्टाइन टाइमको के यो केटी त उठेर मुद्दे रहेछ। हजुर त्यो भिडियो भनेपछि त अब जुन चाहिँ तपाईँले नयाँ कन्टेन्टहरू ल्याउनु हुँदैछ, जस्तो तपाईँले कुरा गर्नुहुँदैछ तपाईँको वेब सिरिजको है, साकाला बिन्दु। सो के हामीले त्यसमा चाहिँ अलिक अपग्रेडेड भर्जन एक्सपेक्ट गर्नु? धेरै नै फिल्म लेभलकै भन्ने हुन्छ एकदम सिनेमेटिक वाला। हजुर, किनभने हामीले एकदमै रिनाउन नेपालको हाम्रो डिरेक्टर हुनुहुन्छ, उहाँले अहिले जेरी अन टप लागिरहेछ, लाखे। अनि इभन उसले जस्तै अहिले के अरे वीर विक्रम के फिल्महरू अहिले नेपालीको जति पनि रिनाउन छ, ऊ चाहिँ एक्सन डिरेक्टर हुनुहुन्छ, सम्राट हो उसको नाम चाहिँ। अनि त्यो दाले नै डिरेक्सन गर्नुभएको हाम्रो वेब सिरिज। अनि त्यो दाले गरेको, अनि द्याट मिन्स उहाँको डिरेक्सनमा हो भने अब एकदमै फिल्म लेभलमा। अनि इभन हाम्रो कलर बिजिएमदेखिको लिएर सबै नेपालमै हुँदैछ। अनि डबिङ पनि हामीले नेपालमै गऱ्यौँ, डबिङ पनि हिजो अस्ति सक्यो। अहिले चाहिँ हाम्रो बिजिएमको काम हुँदैछ अनि कलरको काम हुँदैछ। हजुर मतलब मोस्टली मलाई के लाग्छ, मोस्टली जो अडियन्स हुनुहुन्छ उहाँहरूलाई यही क्वेसन एउटा जान्नु मनपर्छ होला कि जुन चाहिँ पदम तामाङ हुनुहुन्छ है, मिस्टर पदम तामाङ चाहिँ आफ्नो एउटा टिपिकल डेमा उहाँको दिन कस्तो जान्छ? फ्री टाइमतिर? हजुर, फ्री टाइमतिर जब तपाईँको सुटहरू हुँदैन, तपाईँ फ्री हुनुहुन्छ? म घरमै बस्छु। अनि सक्दो चाहिँ म नानीसँग त्यति धेरै त खेल्दिनँ। अनि दिपेशले चाहिँ भनिरहेको हुन्छ नानीहरूसँग चाहिँ अलिक खेल प्ले गर। अन्त कोही बेला चाहिँ सोच्छु, जस्तै अब गरिमासँग पनि पहिला मैले अब काममै भयो नि त, त्यति धेरै खेल्नु पाएन। अब गरिमा क्लास 1 क्लास 2 भयो, अब उसँग खेल्ने त, किनकि उही खेल्नु मान्दैन नि त, अब धेरै ठुलो भयो। अहिले एमा छ, अनि
मेरो सानो छोरी 2 वर्ष अब उसँग चाहिँ सक्दो 1 वर्ष 2 वर्ष त खेल्छ मसँग अनि त्यो चाहिँ अलिकति उसँग खेल्नु मनपर्छ मलाई किनकि अब ऊ ठुलो भएपछि मैले त्यो मौका पाउँदिनँ अनि त्यो मौका नगुमाउँ जस्तै बाबासँग हुन्छ अनि बाबाको पहिलाको लभ स्टोरीहरू सोध्छु अनि भाँडासाँडा घरमा अब त्यो धुन्छु घरहरू सफा गर्छु अनि कोही बेला फ्री टाइम भएको बेलामा चाहिँ अहिले हामीले अलिकति स्क्रिप्टहरू लेखिरहेको हुन्छौँ मतलब तपाईँ फ्रीमा हुँदा नि तपाईँले स्क्रिप्टहरू गरिरहनु अहिले चाहिँ फुल टाइममै त्यही गरिरहेको हुन्छ सो दा तपाईँले जस्तै तपाईँको कन्टेन्टहरू हेर्छ है हामी अडियन्सले हेर्छ उहाँहरू अब एकदम एन्टरटेन हुन्छ तर त्यो कन्टेन्ट ल्याउनुमा चाहिँ जुन चाहिँ स्ट्रगल छ होइन मतलब हामीलाई थाहा हुँदैन नि र त्यो स्ट्रगलहरू चाहिँ कस्तो हुन्छ त मतलब कस्तो टाइपको कोही बेला के प्रब्लम आउला होइन त्यस्तो चाहिँ कस्तो हुन्छ त अब हाम्रो मान्छेले देख्दा चाहिँ अब जस्ट यसरी क्यामेराले सट्टै खिचेको जस्तो मात्रै देख्छ नि त जस्ट यिनीहरूको त जे पाए त्यही बोल्छ जे पाए त्यही गरेर चलिरहेछ सोच्छ तर हाम्रो चाहिँ अगाडिदेखिको प्रि प्लान हुन्छ जस्तै ठुलो प्रडक्सनमा नहोला तर हाम्रो चाहिँ कस्तो हुन्छ प्रिपेरेसन चाहिँ हाम्रो हेऱ्यो भने त हामीले एकदम खतरा प्रिपेरेसन गर्छ क्या जस्तै एभ्री डे त्यही कुरामा बोलिरहेको हुन्छ नि त किनकि प्लस हामीलाई मान्छेलाई अहिले त्यो देख्दा चाहिँ किन इजी देख्यो हाम्रो काम भन्दाखेरि चाहिँ हामी क्लोज छ क्या हामी दिपेश पनि मेरै घरमा बस्छ जन पनि मसँगै बस्छ हाम्रो पहिला पाल्देन भाइ पनि मसँगै बस्छ अर्जुन दा पनि मसँगै हामी हरेक दिन सँगै सुत्छ सँगै उठ्छ द्याट मिन्स हाम्रो कति चाहिँ त्यहाँ मेहनत लागिरहेको हुन्छ त त्यो त हामीले भिडियोमा देखाउन सक्दैन नि त अन्त टक्कै आउटपुट आउँदाखेरि चाहिँ मान्छेले च्याक यिनीहरूले त क्या क्वालिटी पनि यस्तो मान्छेले के हेरेर मन पराएको भन्छ तर हाम्रो त्यो पछाडि बिहाइन्ड द क्यामेरा चाहिँ मेहनत चाहिँ कति धेरै भइरहेछ त्यो चाहिँ कसले बुझ्दैन क्या दा अब भन्ने गर्छ है एभ्रिथिङ इज क्रिन्ज अन्टिल यु विन भन्छ है र तपाईँले धेरै थोर पनि आफ्नो स्ट्रगलिङ डेजमा तपाईँले भन्नुहुन्थ्यो कि तपाईँलाई धेरै क्रिटिक आयो भनेर है धेरै क्रिटिसिजम पाउँथ्यो जब तपाईँले आफ्नो कन्टेन्ट बनाउँदै गर्दाखेरि सो तपाईँले त्यो क्रिटिसिजमहरूलाई चाहिँ कसरी ह्यान्डल गर्नुभयो म ह्यान्डल गर्नै परेन क्या म किनकि त्यो ह्यान्डल गर्छु भनेर एक त म सोच्दिनँ पनि किनकि यस्तो त्यो मान्छेको सोच त्यस्तो हो नि त उसले त्यसले त्यस्तो सोच्छ भने त मैले पनि त्यस्तै सोच्छु भन्ने त छैन नि त त्यो त उसको सोच उसको विचार हो नि त उसले सोच्नु पायो नि ऊ पनि गलत छैन नि होइन अब मैले पनि फेरि उसलाई मैले रिप्लाई गरेँ भने त म गलत भयो नि त मेरो मेन्टालिटी त त्यस्तो छैन नि त मान्छेले त मान्छेको राइट हो नि त उसले जे पनि भन्न पायो नि त उसको हक हो उसको बोल्नु पायो मान्छेले तर म चाहिँ के भन्छु भने पहिला मान्छेलाई चिन किनकि कोहीले मलाई मान्छे ल्याएर एक कप मसँग बसेर कफी खाएको हुँदैन भिडियोको थ्रु मलाई देखेको हुन्छ पर्सनली भेटेको हुँदैन न उसले मेरो बारेमा देखेको पनि हुँदैन थाहा पनि हुँदैन क्या अनि मलाई जज गर्छ तैपनि इट्स ओके उसको सोचाइ हो उसको थट त्यहाँसम्म छ भने त ऊ कतिको हो भनेर अब हामीले भन्नु पर्दैन नि त उसले अहिले सुन्दै पनि होला कतिले सोच्नेले त्यो मान्छे नै त्यस्तो छ नि त फेरि उही मात्रै गलत हो पनि भन्दिनँ कोही बेला त हाम्रो पनि गलत हुन्छ त्यति बेला पायो तर म चाहिँ जस्ट त्यसलाई त्यो क्याजुअली लिन्छु पनि भन्दिनँ कतिवटा राम्रो कुराहरू लिन्छु तर त्यो अन्नेसेसरी जस्तै त्यो भन्छ नि मान्छे त्यस्तो चाहिँ लिएर चाहिँ हिँड्दिनँ त्यो हाउडेमा टाउको चाहिँ दुखाउँदिनँ ठिकै हो पोजिटिभली लिनुहुन्छ तपाईँले सो द कन्टेन्ट क्रिएसन जुन चाहिँ यो फिल्ड छ यसले चाहिँ सिक्किममा जति पनि अब जसले कन्टेन्टहरू बनाउनु हुँदैछ सायद तपाईँ त देखिरहनुहुन्छ होला कतिजनालाई होइन तपाईँ आफै पनि एउटा इक्जाम्पल हुनुहुन्छ र सिक्किम जस्तो एउटा सानो स्टेटमा यो कन्टेन्ट क्रिएसनले चाहिँ कतिको लाइफलाई चेन्ज गर्दो रहेछ अहिले त अब धेरै नै अब अहिले त यसरी सुइया ढुङ्गा हाने पनि भ्लगरको टाउकोमा लाग्छ मेरो ड्रिम पनि थियो क्या त्यो कुरा चाहिँ जस्तै आई थिङ्क त्यो कुन इयरमा हो ओएमजी जिन्दगीमा मैले 4 इयर्स है 4 इयर्स ब्याक त्यो इन्टरभ्यू हेरे पनि हुन्छ पाल्जो स्टेडियमको माथि के माउन्ट सिम्बो होटेल होइन पाल्जो स्टेडियमको माथि अलिकति माथि छ नि एउटा छ नि त्यहाँनिर एउटा इन्टरभ्यू दिएको थियो क्या अनि मलाई सोधेको थियो अनि तिमीले चाहिँ 5 वर्ष बाद यो क्रिएसन यो कन्टेन्ट क्रिएटरमा चाहिँ के देख्छौ भनेको थियो क्या अनि मैले त्यति बेलै भनेको थिएँ होइन हरेकजना एउटा घरबाट चाहिँ भ्लगर हुन्छ भनेको थियो क्या अनि फाइनली मेरो सपना पनि पुरा भयो क्या अनि मलाई खुसी पनि लाग्छ अब त्यो अरूले गर्यो भनेर आरिस पनि होइन किनकि
मान्छे अहिले गभर्मेन्ट जब भन्छ होइन तर यहाँबाट पनि सडन एउटा अमाउन्ट पैसा राम्रै पनि कमिन्छ क्या जसले खट्छ मेहनत गर्छ जसले मान्छेलाई इन्टरटेन गर्नु सकिन्छ होइन उसले कमाउनु सक्छ क्या यहाँबाट एकदम फिनान्सियली पनि एकदम राम्रो पैसा पनि छ क्या यसलाई एकदम प्रोफेसन बनाएर यसलाई एउटा बिजनेसै बनाएर गऱ्यो भने पनि एकदम लाइफलाई एकदम पनि राम्रो पाराको लाइफ जिउनु सक्छ जस्तो लाग्छ सस्टेन नि हुन्छ मजाले सबै हजुर 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 दा तपाईँले यही कुरा गर्नु मन गर्दा मलाई एउटा कुरा सोध्नु मन पऱ्यो कि अहिले त जस्तै हाम्रो अहिले जुन चाहिँ प्रेजेन्ट गभर्मेन्ट हुनुहुन्छ है अन्त सिएम साहबले धेरै नै यो फिल्डमा मान्छेहरूलाई पुस गर्नुहुन्छ है धेरै जस्तै अब बाहिरतिर जाँदाखेरि नि उहाँहरूले सपोर्ट गर्नुहुन्छ र तपाईँलाई पनि हालैमा कलाकार भरोसा सम्मेलनमा तपाईँ सम्मानित हुनुभएको थियो र तपाईँको कस्तो एक्सपिरियन्स थियो जब तपाईँलाई फर्स्ट टाइम तपाईँले सिएम भेट्नु हुँदाखेरि म त फर्स्ट टाइम सिएम साहबलाई भेट्नु जाँदाखेरि सिएम साहबको घर मिङदोङमा गएको थिएँ होइन अनि मलाई चाहिँ कस्तो लाग्छ भने चाहिँ अब जस्तै धनी बडा मान्छेहरूको घर कस्तो हुन्छ मलाई चाहिँ त्यही हेर्न मनपर्छ क्या अनि सरहरू कस्तो सोफामा बस्छ यसरी हेरिरहेको थिएँ होइन यता हेरिरहेको थिएँ त्यहाँबाट सर आउनुभयो पदम आएको छ अरे भने होइन अनि पदम भनेर चाहिँ हात मिलाइरहेको रहेछ सिएम साहबले चाहिँ बुझ्नुभयो मलाई अनि म त त्यो सर बस्ने ठाउँ यसरी हेरिरहेको थिएँ दिपेशले चाहिँ चिमटेर सरले हात मिलाइरहेछ भनेर क्या सरले चाहिँ अलरेडी हात मिलाइरहेको रहेछ मलाई होइन मलाई त म त त्यो सरको त्यो सरहरू कसरी बस्छ यस्तो धनी मान्छेहरू जस्तै हुन्छ नि कसरी बस्छ भनेर अब किनकि अब फेरि त्यही गरिबीको कुरा गरेको होइन किनकि हामीलाई त त्यो हेर्नु मनपर्छ नि त त्यहाँबाट यसले चिमटेर सरले त्यहाँबाट चाहिँ सरसँग हात मिलाएँ त्यहाँ सरले मलाई एकदमै धेरै माया गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ सो अहिले तपाईँलाई के लाग्छ कि यो जुन चाहिँ अहिले सरकार छ हाम्रो उहाँले कन्टेन्ट क्रिएसन या फिर आउने फ्युचर पिँढीहरूलाई कतिको चाहिँ यो फिल्डमा सपोर्ट गर्नुहुन्छ भनेर मलाई त जति पनि देख्छु अब इभन सोसल मिडियाको थ्रु पनि देख्छु पर्सनली पनि मैले धेरै त भेटेको छुइनँ 2 चोटि अनि 3 चोटि भनौँ न 3 टाइम्स भेटेँ अब 3 चोटि भेट्दा म त सर यस्तो हो उस्तो हो भन्न त सकिँदैन होइन तर जहाँ पनि देख्छु जस्तै सोसल मिडियाको थ्रुहरू हेर्दाखेरि चाहिँ जस्तै सानो क्रिएटरहरूलाई पनि कसैको फोन नहुँदा त्यो फोनहरूले गिफ्टहरू गरेको देख्दा द्याट मिन्स उहाँले सपोर्ट त एकदमै धेरै गरिरहनु भएको छ जस्तो लाग्छ मलाई चाहिँ किन गरि पनि रहेको छ किनभने क्रिएटरहरूलाई कोही बेला म देख्छु कहाँ बाहिर गएर घुमेर आइरहेको पनि बिकज अफ सिएम सरले नै पठाउनु भएको भनेर उहाँहरूले पनि बोलिरहेकै हुन्छ भिडियोमा द्याट मिन्स सपोर्ट त अलमोस्ट सरले गर्नु नै हुन्छ अझै गरिरहनु हो सरले यसरी नै होइन अझै इन्सपायर हुन्छ नि त सरले हाम्रो पछाडि को छ भने सिएम साहब छ भनेर आँट पनि आउँछ जोस आउँछ जस्तै मलाई आउँछ होइन त्यही हो सो त अबको नेक्स्ट 5 इयरमा चाहिँ नि अब यहाँ 5 या 10 इयर्समा के हामीले यो जुन चाहिँ गरिमा इन्टरटेनमेन्ट छ त्यसले एउटा फुल प्रोडक्सन हाउसको वेमा देख्न सक्छ अब त्यो चाहिँ एक्ज्याक्ट चाहिँ भन्न सक्दिनँ समय हो जे पनि हुनसक्छ है अब त्यो 5 इयर्स किनकि त्यो टार्गेटमा भनेको जिन्दगीमा सोचेको कुरा के त हुन्छ जस्तै मैले पनि यो हुन्छु आजको दिनमा म जस्तै युट्युबर हुन्छु भनेर मैले सोचेको पनि थिइनँ अब प्रोडक्सन खोल्छु भनेर जस्ट एउटा मैले सोचेको मात्रै छु अब हुन्छ हुँदैन त्यो जस्ट समयअनुसार हुँदै जान्छ अनि भएपछि अभियसली चाल पाइहाल्नुहुन्छ अब अहिले हुन्छ ग्यारेन्टी चाहिँ दिनु सक्दिनँ सबै मेनिफेस्टेसन मेनिफेस्ट राख्न त पायो मेबी फुलफिल हुन्छ आई डोन्ट नो त्यो हुनु पनि सक्छ हामी मोस्ट अफ द टाइम मैले तपाईँलाई के देखेको भने तपाईँ आफ्नो मम्मीसँग धेरै क्लोज हुनुहुन्थ्यो है आमासँग धेरै क्लोज हुनुहुन्थ्यो र तपाईँले आफ्नो इन्टरभ्यूमा यस्तो भन्नुभएको थियो एकताल कि तपाईँको मम्मीको चाहिँ एउटा ड्रिम थियो तपाईँलाई ठुलो स्क्रिनमा मतलब सानो स्क्रिनमा देख्ने तपाईँलाई यसरी देख्ने तर अब तपाईँ सानो स्क्रिनमा नभएर अहिले तपाईँले ठुलो स्क्रिनमा नै आउनु भएको छ होइन र तपाईँलाई के लाग्छ कि जुन चाहिँ तपाईँको मम्मीले मेनिफेस्ट गर्नुभएको थियो होइन त्यसले तपाईँ आज पुरा गर्नुहुँदैछ या जिउनु हुँदैछ त्यो सपनालाई अभियसली जिउँदैछु नि किनभने हरेक कुरामा जति पनि मेरो सक्सेस हुन्छ सबै फर्स्ट क्रेडिट चाहिँ मेरो मम्मीलाई नै दिन्छु क्या म जस्तै किन मम्मीलाई दिन्छु भने मम्मीले मलाई संसार देखाइदिनु नै सबभन्दा ठुलो गिफ्ट हो क्या मेरो लाइफमा मम्मीले
किनकि हामी 4 जना दाजुभाइ हो नि त, छोरा भयो। अब छोरी हुन्छ कि भनेर दबाई सबै यस्तोहरू पनि पहिला यत्रो त पाउँथ्यो अरे क्या बाबाले भन्नुहुन्छ नि। अघि मैले फ्री टाइममा के गर्छ बाबालाई सोध्छु क्या म यो कुराहरू। अनि बाबाले चाहिँ भन्थ्यो तँलाई चाहिँ यस्तो यस्तो हो यसरी पनि भन्थ्यो। अनि ती मम्मीले पनि त्यो कुराहरू गरेन र मैले संसार देख्नु पाएँ। अनि म जन्मेर आजको दिनमा गर्दा गर्दा अनि मलाई लाइफमा रिग्रेट चाहिँ त्यही लाग्छ। अब त्यो टाइममा मेरो मम्मी बित्दाखेरि होइन, अब इभन अब त्यो टाइममा मेरोमा अहिले जतिको अहिले यो लेभलमा छु, कसैले मलाई त अब 10 लाख 15 लाख बाँकी अहिले त पताउँछ नि त। त्यतिको भए पनि मेरो मम्मी बाँच्नु सक्थ्यो। तर अब मरण कोही बेला ढिलो छिटो हुन्छ। बा मम्मीलाई बाँच्नु त्यति नै लेखेको थियो कि। अनि मलाई चाहिँ जहाँसम्म लाग्छ जतिन्जेल बाँच्छु र मम्मीले देखेको हरेक सपनाहरू पुरा गर्छु। र अहिले मम्मी छैन तर बाबालाई अहिले बाबालाई खुसी दिने चाहिँ सक्दो म प्रयास गरिरहेको छु। अब मेबी तपाईँको आमा एकदम प्राउड हुनुहुन्छ होला है तपाईँलाई देखेर, किनभने हरेकको बसको हुँदैन है यसरी सपनाहरू पुरा गर्ने। र म तपाईँलाई जब पनि देख्ने गर्छु तपाईँ एकदम र हुनुहुन्छ है, र एकदम पोजिटिभ होइन। त्यो चाहिँ तपाईँले कसरी मेन्टेन गर्नुहुन्छ? किनभने अब अहिले हामीलाई त कस्तो हुन्छ, अब कसैले केही भनिदियो भने हामी त मन दुखिहाल्छ होइन त। तर तपाईँ एकदम पोजिटिभ बस्नुहुन्छ, एकदम र हुनुहुन्छ, डाउन टु अर्थ। त्यो चाहिँ तपाईँले कसरी मेन्टेन गरिरहनुहुन्छ? खोइ त्यो त मलाई पनि थाहा छैन भाइ होइन। म त अब जस्तै म त खासैमा केही सोचेरै हिँड्दिनँ। जस्तै मान्छे भेट्छ अब म त कोही बेला अझै डाउट लाग्छ क्या, ला म फुर्के पो बोलेँ कि अझै पनि ला यो मान्छेलाई मैले यसरी बोलेँ, ला यो रिसाएँ कि, यसलाई सोध्छु दिपेशलाई मैले यसरी बोल्नु हुन्थ्यो अघि जस्तै जाँदाखेरि पनि, ला अब यो लुगा लगाएर गएँ होइन कस्तो देख्छ होला, अब त सबैले देख्छ मलाई, ला कस्तो देख्छ होला मान्छेले। अब त मान्छेले चाहिँ के एउटा कुरा चाहिँ भन्छु सिधै है क्यामेरामा, मान्छेले सोच्छ नि त मलाई अब फिल्म खेल्यो, यो गर्यो, यति गर्यो, घर बनायो, पैसा यसले धेरै कमाए सोच्छ। तर त्यस्तो हुँदैन क्या। जस्तै नेपाली फिल्ममा अब डेब्यु फिल्म गर्दाखेरि नेपाली कति पैसा त पाउला त? 10 लाख नेपाली पाए अरे, त्यो कति रुपियाँ भयो? 6 लाख रुपियाँ आइसी भयो। ट्याक्स काट्दा त मैले हातमा पाउने भनेको 4 लाख रुपियाँ जस्तो पाएँ अरे। त्यो पनि प्लस के हुन्छ भन्दाखेरि चाहिँ मैले त्यो फिल्मलाई 4 महिना 5 महिना दिनु पर्यो। सोच्नुहोस् त म कसरी चाहिँ सर्भाइभ गरिरहेको छु। खासमा चाहिँ अहिले मान्छेले सोच्दा चाहिँ अहिले होइन कोही बेला त चिफ गेस्ट बोलाइदिनुहुन्छ, अब मैले त्यहाँ दिनु भन्छ क्या। अब मेरोमै हुँदैन क्या। तैपनि म कोही बेला त अब सिधै कुरा भन्दा बुढीको सिक्री बेचेर पनि अब आफ्नो इज्जत बचाउनै पर्छ भन्ने भइसक्यो क्या मलाई। किनकि अब मान्छेले अहिले मलाई सेलिब्रेटी भनेर हेर्छ। तर सेलिब्रेटी चाहिँ कस्तो सेलिब्रेटी हुनुपर्छ भन्दा चाहिँ जस्तै सलमान, शाहरुख खान आजको दिनमा उहाँहरू चाहिँ सेलिब्रेटी, उहाँहरूकोमा पैसा छ र पो दिनु सक्छ त। जस्तो हामी त स्ट्रगलिङ फेसमा छौँ नि त। अहिले त हामी त भर्खर स्ट्रगल गर्दैछ। हामीले त अब बन्नेर भोलिको दिनमा आउने अपकमिङ जसले ट्राई गरिरहेछ यो फिल्डमा उहाँहरूलाई सिकाएर भोलिको दिनमा उहाँहरूले कमाउने बनाउने सोच लिएर हिँडिरहेको मान्छे हो नि त म त। अहिले हेर्नै पर्यो भने चाहिँ फिनान्सियली चाहिँ म एकदम जिरो छु। र प्लिज मलाई चाहिँ त्यस्तो पैसावाला छ भने चाहिँ नसोच्नु। किनभने अब हजुरहरूको सोचाइ त ठिक हो, किनकि फिल्म पनि खेल्दैछ, युट्युब पनि गर्दैछ, यता पनि गर्दैछ, पैसा आएको होला सोच्छ। तर त्यस्तो चाहिँ छैन साँच्चीमै भन्नु। किनभने मैले युट्युब नगरेको आई थिङ्क 2 इयर्स भइसक्यो। मेरो मेन पैसा आउने भनेको युट्युबबाट थियो। अनि मैले फिल्म भर्खर त एउटा सकेँ, गोबर गणेश सकेँ, अनि अब हस्टेल सकेँ, त्यहाँबाट एउटा फिल्म सकेँ। अब फिल्मको पैसा भन्ने चिज त्यस्तै हुन्छ, मैले अघि तपाईँहरूलाई भनिहालेँ। अन्त त्यस्तो पैसा छैन भनौँ न। अनि अब जस्तै धन्न सिएम सरले कोही बेला अब हेल्प गरिदिइरहनु भएको हुन्छ। अनि कोही बेला अब जस्तै अब अहिले हामीले केही प्रोजेक्टहरू गर्छु भनेको छ, अभियसली सिएम सरकोमा अब कहिले सिएम सर फ्री हुनुहुन्छ, एकखेप मौका मिल्यो भने फेरि जान्छौँ सिएम सरलाई यसो गुनासो सुनाउनु, यसो हेल्प गर्नु। किनकि अब योपालि चाहिँ हामीले एउटा सोचेको छौँ समय आएपछि हामी भन्दै जान्छौँ सिक्किमलाई अल ओभर यो सिक्किम टुरिज्म हामी प्रमोट गर्ने भनेर एउटा सोचेको छौँ। अनि यसो सिएम सरले पनि हेल्प गरिदिनुहुन्छ होला जहाँसम्म लाग्छ। अभियसली जुन चाहिँ तपाईँले यो जुन चाहिँ कुरा गर्नुभएको छ यो अभियसली नै पुरा हुनेछ होइन। किनभने तपाईँले अब आजसम्म तपाईँले देख्दाखेरि तपाईँले जति नै अब मेनिफेस्ट गर्नुभएको छ तपाईँको हार्डवर्कले पुरा गर्नुभएको छ होइन। र अब इफ तपाईँको यङ्गर सेल्फ होइन, अब यङ्गर पदम तामाङलाई तपाईँले एउटा सजेसन दिनु पायो भने तपाईँ के भन्न चाहन्छ?
म आफैलाई हजुर तपाईँ आफैलाई तपाईँ जवान हुँदाखेरि अलिक जवान हुँदा अहिले पनि जवानै छु नि मतलब अब अलिक सानोमै भनौँ न सानोमै हजुर कति इयर्ससम्मको भनौँ अब लगाउनुहोस् कि तपाईँ 18देखि मुनि नै छ अरे 18 देखिको मुनि नै म सायद यो फिल्डमा लाग्नु पाएको भए चाहिँ हजुर हजुर यति बेला चाहिँ म एकदम धेरै कुरा सिक्न पाउँथेँ नि त अहिले त मेरो किनकि त्यो टाइममा म बिहा गरेको हुन्थिनँ त्यो टाइममा मेरोमा धेरै समय हुन्थ्यो अनि मैले धेरै कुरा सिक्न पाउँथेँ अनि अहिले अहिले 28 इयर्स पुगेँ यो टाइमसम्म चाहिँ मैले धेरै कुरा गरेर पनि इभन सिक्किममा पनि मैले धेरै म जस्तो मान्छेहरू जन्माउनु सक्थेँ होला सायद हजुर हजुर अझै मतलब मजाले बिल्ड गरेर आउनुहुन्थ्यो कम्युनिटीलाई सो पदम दा तपाईँको जस्तै मतलब तपाईँको जस्तै त नभनौँ हजुर हजुर तपाईँहरूले रिसेन्टली राइजिङ भोइस भेट्नु भएको थियो है भक्ते भाइ हजुर मतलब उहाँको नि त्यो जुन चाहिँ उयो हेर्दाखेरि मतलब सिमिलर नै लाग्छ मलाई पनि सिमिलर त लाग्दैन मतलब काइन्डली कस्तो लाग्छ भन्दाखेरि चाहिँ अब अलिक तपाईँबाटै इन्सपायर भएको जस्तै लाग्छ मलाई पनि हो त्यो कुरा चाहिँ अन्त तपाईँहरू भेट्नुभयो र तपाईँहरूको कन्भर्सेसन कस्तो थियो किनभने तपाईँले एउटा रिल्स ल्याउनु भएको थियो एकदमै भाइरल भयो त्यो तपाईँहरूको बिचको कन्भर्सेसन चाहिँ कस्तो थियो बिचारा भाइहरू आउनुभएको थियो होइन अनि भाइहरूले पदम दालाई भेट्नु मलाई भेट्नु आउनुभएको थियो मलाई चाहिँ भाइको एउटै कुरा याद आउँछ फर्स्टमा हामी पहिला त्यहाँ स्ट्यान्डको मुनि बस्थ्यौँ नि छानाको घर थियो नि मेरो त्यो टाइममा हामी त्यति बेला भाइरल भइसकेको थियो अलमोस्ट हाम्रो 4-5 लाख सब्सक्राइबर पुगिसकेको थियो त्यो टाइममा आएको थियो अनि दादा हामी पनि युट्युबमा तपाईँहरू जस्तै कन्टेन्ट बनाउँछौँ र हामी भाइरल कसरी हुने भनेर मलाई भनेको थियो कि भाइ मलाई त थाहा छैन भाइरल कसरी हुने यति हो निरन्तर गर कन्टिन्यू गरिरह एक दिन हुन्छ लेखेको छ भने हुन्छ र आजको दिनमा भयो अनि स्पेसली कङ्ग्रेचुलेसन मेरो भाइ भक्ते भाइ एकदम सिम्पल एकदम राम्रो मान्छे छ अनि जस्तै तपाईँले मेरै जस्तो कन्टेन्ट बनाउँछ भन्छ मलाई चाहिँ त्यस्तो लाग्दैन अब उसको क्रिएटिभिटी हो होइन एकदम हामीले अप्रिसिएट गर्नुपर्छ भाइले एकदम राम्रो गर्दैछ अझै राम्रो गरेर जाओस् अल द बेस्ट त्यही भन्न चाहन्छु भाइहरूलाई सो पदम दा तपाईँको जर्नीमा हेर्नु पऱ्यो भने तपाईँ आफूलाई मतलब आफूसँग के कुरामा सबसे बेसी प्राउड हुनुहुन्छ यो जसले थ्रु आउट यो जर्नी जुन चाहिँ कुरालाई चाहिँ तपाईँले एकदम प्राउडली लिनुहुन्छ मलाई चाहिँ एकदम किनभने आजको दिनमा मैले घर बनाएँ त्यसमा चाहिँ मलाई एकदम धेरै प्राउड किन लाग्छ भन्दा चाहिँ मेरो बाबा 1972 तिर त्यो टाइममा अब मेरो बाबा एकदम राम्रै भनौँ न पैसा रुपियाँ कमाउने अब बाबाले जानेन त्यो टाइममा पैसा राख्नु गर्नु सकेन बाबाको फल्ट पनि होइन बाबा अलिकति टके त्यो टाइममा जाँड रक्सी खाने अनि बाबाले अब छोरा मान्छेलाई के इच्छा हुन्छ घर बनाउने राम्रो परिवारलाई राखौँ भन्ने हुन्छ नि त तर आजको दिनमा भगवानले जुडाएर अब मान्छेको जुन अहिले मलाई माया गर्ने जति पनि सपोर्टरको मायाले गर्दा आजको दिनमा मैले घर बनाउन सकेँ एउटा सानो भए पनि गाडीमा मेरो बाउ मेरो परिवार मेरो साथीभाइलाई घुमाउनु पाइरहेको छु अनि जे भनेको जस्तै खाना पाइरहेको छु अनि जस्तो भन्ने अलिकति लुगा फाटा किनेर लाउन सकेको छु नानीहरूलाई किनिदिनु सकेको छु नानीहरूलाई द बेस्ट एजुकेसन अलिकति सक्दो आफूले गर्ने एफोर्ड गर्नु सक्ने एजुकेसन दिनु सकेको छु त्यसमा चाहिँ सबभन्दा बढी प्राउड लाग्छ मलाई र दा तपाईँले जहिले नै तपाईँको अडियन्सहरूलाई केही न केही वापस दिने कुरा गरिरहनुहुन्छ है जस्तै अब थ्रु यर कन्टेन्ट एन्टरटेनमेन्ट दिने कुरा गर्नुहुन्छ तर अब तपाईँले के फ्युचरमा तपाईँको यस्तो केही प्लान छ जसले चाहिँ तपाईँले अब यो जुन चाहिँ सिक्किमलाई रिप्रेजेन्ट गर्ने या फिर सिक्किमको कम्युनिटीलाई कुछ दिने भनेर तपाईँको थ्रुबाट मलाई चाहिँ अब अभियसली मैले गर्नु सक्ने भनेको त डिजिटलको थ्रु हो जस मैले सिक्किमलाई एक्सप्लोर गर्नु सक्छु जहाँ कि जस्तै टुरिज्ममा जस्तै सिक्किममा अब टुरिज्म धेरै अब जस्तै नेपालमा भयो जस्तै अब कति विदेशमा बस्ने नेपाली दाजुहरू हुनुहुन्छ जस्तै सिक्किम घुम्न आयो भने मेरो भिडियो हेरेर 2-3 जना आयो भने पनि बहुत हो नि त अनि त्यति गर्न सक्यो भने मेरो लागि एकदम ग्रेटफुल हुन्छ अनि त्यो स्टेप चाहिँ हामीले अब किनभने म अब आई थिङ्क 2-3 महिना फ्री नै छु यहाँ सिक्किममै बस्छु अनि म बस्दाखेरि चाहिँ हामीले गो सिक्किम भनेर एउटा
सोचेको छौँ हजुर। त्यो अभियसली आएपछि म अनाउन्स पनि गर्छु त्यसको लागि अलिकति यताउता गर्छु फन्ड पनि अलिकति चाहिन्छ नि त हजुर, अनि त्यसको लागि मैले चाहिँ अब के गरेँ सिक्किम एक्सप्लोर गर्ने भनेर किनकि अहिले कतिवटा के बनिएको छ हजुर, कि हजुर। जो चाहिँ पहिला बनिएको थिएन अनि त्यो कुराहरू एक्सप्लोर गर्ने हाम्रो चाहिँ प्लान छ भनौँ न हजुर हजुर सो तपाईँलाई यसको लागि एकदम बेस्ट विसेस दा Thank you. यो हुन्छै हुन्छ पुरा होपफुली हजुर, होइन हजुर। किनभने तपाईँले यस्तो राम्रो सोच्नु भएको छ र दा एउटा अब क्वेसन चाहिँ कसो भन्दा चाहिँ अब सबैले सोध्छ होला कि अब पदम तामाङको जुन चाहिँ ड्रिम थियो त्यो चाहिँ पुरा भयो होला भनेर होइन तर दा यो मतलब अब यो फर्दर तपाईँको ड्रिम चाहिँ के छ खास मे- ड्रिम चाहिँ? मेरो ड्रिम चाहिँ अब जस्ट न मलाई फिल्म मेकिङमा बनाएर पैसा कमाउने त्यो केही इच्छा पनि छैन मलाई न एज अ अब आर्टिस्ट त जस्ट यो जीविका हो मैले अब गरी खानु पऱ्यो मेरो फ्यामिली छ मेरो ड्रिम चाहिँ के हो भन्दा चाहिँ मलाई चाहिँ एज अ मोटिभेसनल स्पिकर हुनु पहिलादेखिको मन पर्थ्यो हजुर। र मलाई चाहिँ कस्तो स्पिकर भन्दाखेरि चाहिँ मलाई चाहिँ सोजहरू पनि मलाई धेरै पनि आउँछ विदेशबाट पनि आउँछ यताबाट पनि आउँछ र मैले चाहिँ किन क्यान्सल गर्छु भन्दा त्यो कुराहरू चाहिँ किनकि म अहिले मोटिभेट गर्ने क्यापेबल भएको छुइनँ जस्तो लाग्छ क्या किनभने अहिले मेरो कुरा कतिले अब भलाइ कतिले पचाउला अब कतिले त अब जस्तै कति त अब धेरै अब पैसा रुपियाँ पनि धेरै कमाएर इस्टाब्लिस भएको मान्छेहरूले त मभन्दा त राम्रो इस्टाब्लिस भइसकेको मान्छेहरूले त विश्वास गर्दैन नि त अनि मलाई चाहिँ अलिकति त्यसकै लागि अब दुःख गर्दैछु जस्तै अब यो फिल्म मेकिङ भयो यो जस्तै मैले अब यो कलाकारको क्षेत्रमा पुगेर एउटा मैले पनि एउटा लेभल अचिभ गरेपछि चाहिँ मलाई चाहिँ कस्तो गर्नु मनपर्छ भन्दाखेरि चाहिँ जस्तै अहिले मैले मेन आउने रिजन पनि स्टुडेन्ट विङ्स भने नि जुन मलाई चाहिँ जस्तै स्टुडेन्ट कलेज भयो तपाईँको स्कुल भयो स्कुलमा गएर जस्ट मलाई चाहिँ त्यहाँ गएर स्कुलको नानीहरूलाई मोटिभेट गर्न मनपर्छ क्या बढियो मैले सोच चाहिँ मलाई सो हुन्छ नि प्रोग्राम त्यस्तो खालको प्रोग्राम चाहिँ गर्नु मनपर्छ मलाई चाहिँ एज अ कमेडियन हो म चाहिँ तर मलाई कमेडी चाहिँ गर्न सिधै कुरा हो स्टेजमा चाहिँ मन पर्दैन किनभने म कसैलाई गिजाएर कसैलाई बिल्ला उडाएर किनकि कोही गर्लफ्रेन्डसँग आएको होला पैसा टिकट काटी होइन मैले त्यसलाई झिस्काइदिएला होइन अब त्यहाँ मान्छे पो हाँस्छ त तर त्यसलाई झिस्काएर दुनियाँ हाँसिराख्यो भने त अब त्यसलाई त मन कति दुखिरहेको होला नि त होइन मैले पो पैसा पाइरहेको छु त तर त्यो कति हट भइरहेको होला त्यो चाहिँ मलाई त्यस्तो खालको कमेडी गर्नु चाहिँ मन पर्दैन र म कमेडियनको अगेन्स्टमा पनि होइन मलाई चाहिँ जस्ट मलाई चाहिँ बरु मलाई सोच नपाओस् होइन बरु एक दुईवटा जस्तै पाओस् जस्तै आजको दिनमा मैले यहाँ आएर एक दुईवटा मोटिभेट कुराहरू गर्नु पाएँ होइन कतिले पचाउला कतिले नपचाउला आफ्नो ठाउँमा छ तर मेरो पनि एउटा दिन आउँछ जब कि मैले मेरो कुरा मान्छेले विश्वास गर्नु थाल्छ त्यति बेला चाहिँ मलाई चाहिँ जस्तै कलेजतिर भयो गएर मैले यसरी बोल्नु पाएर मेरो कुराले जस्तै 3 जना 4 जना मान्छेहरू जस्तै कति अहिले सिक्किममा स्पेसली ड्रग एडिक्सन धेरै बढेर जाँदैछ त्यो कुराहरूमा यो कुराहरूले गर्दाखेरि मान्छे 2 जनै सुत्रे भने पनि म त्यसमा खुसी हुन्छु क्या मेरो चाहिँ त्यही हो ड्रिम एज अ मलाई चाहिँ मोटिभेसनल स्पिकर भनौँ न हुन मन छ सो होपफुली दा वी क्यान होपफुली फ्युचरमा सिक्किम स्टुडेन्ट्स स्पेयर र तपाईँ मिलेर हामी काहीँ नै अभियसली यो प्रोग्राम गर्ने ओके थ्याङ्क यू सो मच त्यो गऱ्यो भने चाहिँ एकदम थ्याङ्क यू म एकदम ग्रेटफुल पनि हुन्छु एकदम मजाले मिलेर गरौँ न है ओके मेरो भाइ अन्त दा तपाईँलाई तपाईँ चाहिँ एउटा मोडल हुनुहुन्छ है कतिजनाको लागि जस्तै अब तपाईँलाई हेर्नु पऱ्यो भने आज यु आर मतलब लिभिङ इक्जाम्पल अफ सेल्फ बिलिभ होइन अन्त कन्सिस्टेन्सी अन्त हार्डवर्कको होइन सो अब जुन चाहिँ जतिजना पनि यो फिल्डमा आउनु चाहनुहुन्छ होइन जतिजनाले पनि अब यो पोडकास्ट हेरेर अहिले तपाईँको पोडकास्ट हेरेर तपाईँले हेरिरहनु भएको छ तपाईँले उहाँहरूलाई के मेसेज दिन चाहनुहुन्छ अब जो मान्छे यो फिल्ड जस्तै यो फिल्ड नट अन्ली यो फिल्ड मात्रै होइन जस्तै लाइफमा केही गर्नु चाहन्छ जस्तो मलाई चाहिँ भन्छु अब कति राम्रो फ्यामिलीको नानी हुन्छ उहाँहरूलाई अब आपा इन्जिनियर आपा जेई भयो भने छोरा पनि जेई हुनुपर्छ भन्ने हुन्छ नि त डक्टर भयो भने छोरा मैले डक्टर नहुँ भनेको पनि होइन जस्तै तर अब अहिलेको जमाना के भयो भन्दाखेरि अब आफ्नो इच्छा एकखेपको जिन्दगी हो आफूलाई जे इच्छा लाग्छ त्यो गर होइन रहर लागेको कुरा गर करले चाहिँ नगर क्या जस्तै मलाई अब यो कुरा गर्नु रहर लाग्छ नि त जस्तै मलाई भिडियो बनाउनु रहर लाग्छ होइन मलाई
फिल्म मेकिङ गर्नु अहिले धेरै इन्ट्रेस्ट लाग्छ, रहर लाग्छ। जस्तै तपाईँलाई भयो, तपाईँहरूलाई फिल्म कतिलाई डिओपी जस्तै के खिच्नु, फोटोग्राफीलाई मनपर्छ। आफूलाई मन परेको काम गर, तर निरन्तर गर, कन्टिन्यू गर के त्यो कुरा। बरु सक्सेस होस् नहोस् त्यो आफ्नो ठाउँमा छ, तर आफ्नो मनले त तसल्ली त पाउँछ नि त, सन्तोकी त हुन्छ नि त। त्यही भन्न चाहन्छु म चाहिँ। सो तपाईँलाई एउटा सानो रिक्वेस्ट, किनभने अब हामी पोडकास्टको एन्डमा पनि आयो, तपाईँलाई एउटा सानो रिक्वेस्ट गर्नु मन पर्यो। तपाईँको जुन चाहिँ यो रिसेन्ट फिल्म थियो होस्टेल 3 को क्यारेक्टरको एउटा तपाईँलाई मनपर्ने डायलग जो चाहिँ अब तपाईँलाई त्यो कुरालाई सिग्निफाई गर्छ, जसले चाहिँ तपाईँलाई साकाला बिन्दु। तर अब मान्छेले फेरि साकाला बिन्दु भनेको के होला, अझ के पनि भन्छ होइन। जस यो साकाला बिन्दु भनेको चाहिँ पहिला हामी रेस्लिङहरू खेल्थ्यौँ नि सानोमा, ट्रक्कै थियो रेस्लिङ दिँदा साकाला भन्थ्यो नि, जित्यो भनेर क्या। अनि त्यसलाई नै मैले चाहिँ साकाला बिन्दु भन्दा चाहिँ मान्छेले धेरै नै मन पराइदियो क्या। अनि मैले चाहिँ यसलाई मिनिङै बनाएको छु। साकाला बिन्दु भनेको चाहिँ हाई, हेलो, बाई बाई, टाटा जे बुझ्दा पनि हुन्छ क्या। अन्त चाहिँ साकाला बिन्दु मान्छेले जेसँग रेफर गर्दा नि हुन्छ, जे यसलाई रिलेट गर्दा पनि हुन्छ। कोही बेला हार्यो त्यो पनि साकाला बिन्दु होइन, कसले जित्यो साकाला बिन्दु, त्यस्तो टाइपको हो क्या यो मिनिङ चाहिँ। सो थ्याङ्क यू सो मच दा है, तपाईँले यसरी हाम्रो इन्भिटेसन एक्सेप्ट गरेर हाम्रो पोडकास्ट सोमा आउनुभयो। र होपफुली हाम्रो जुन चाहिँ कन्भर्सेसन थियो त्यसले धेरै तपाईँले भनेको जस्तो हाम्रो अडियन्सलाई इन्सपायर गरेर जानेछ भनेर। अन्त होपफुली हामी फ्युचरमा पनि केही कुछ गर्नुपर्छ है त, स्टुडेन्ट्सहरूको लागि मजाले मिलेर गर्नुपर्छ। सो गाइस, नाउ वी हेभ कम टु एन एन्ड। र आजको पोडकास्ट धेरै नै स्पेसल रहेको थियो। र साथै यो पोडकास्ट चाहिँ हाम्रो 8th एपिसोड चाहिँ आजको फाइनल, यो फर्स्ट सिजनको फाइनल रहेको छ। र होपफुली हामी फ्युचरमा तपाईँहरूको लागि न्यू सिजनमा एक्साइटिङ टपिक्सहरूमा अझै पनि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। र यही भन्दै आजको पोडकास्टलाई म यहीँ समाप्त गर्न चाहन्छु। र तपाईँ सबैजनालाई आउने न्यू इयरको बेस्ट विसेस, तपाईँहरूलाई ह्याप्पी न्यू इयर एडभान्समा, र मेरी क्रिसमस। र आखिरीमा चाहिँ एकसाथ साकाला बिन्दु लागेको ल। र अब चाहिँ हामी आजको गेस्ट हाम्रो डियर मिस्टर पदमलाई हामी हाम्रो सिक्किम सुप्रिमबाट ल्याएको गिफ्ट ह्याम्पर दिइकन हामी उहाँलाई बिदा दिनेछौँ। Voices of Tomorrow, Stories of Today. This is by the students for the students.